नेपालको संविधानको कुरा गर्दाखेरि भाग 1 प्रारम्भिक धारामा जान्छु म। धारा 1 मा संविधान मूल कानुन, 2 मा सार्वभौम सत्ता र राजकीय सत्ता, 3 मा राष्ट्र, 4 मा नेपाल राज्य, 5 मा राष्ट्रिय हित, 6 मा राष्ट्रभाषा, 7 मा सरकारी कामकाजको भाषा, 8 मा राष्ट्रिय झण्डा, 9 मा राष्ट्रिय गान इत्यादि। भाग 2 नागरिकता, धारा 10 नागरिकताबाट वञ्चित नगरिने कुरा लेखेको छ र धारा 11 नेपालको नागरिक ठहर्ने कुन कुन कुरामा ठहर्ने तलतिर उल्लेख गरेको छ। धारा 12 वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकता दिने कुरा छ। 13 मा नागरिकताको प्राप्ति, पुनर्प्राप्ति र समाप्ति। 14 मा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने भन्ने कुरा छ। 15 मा अन्य व्यवस्थाहरू नागरिकता सम्बन्धी होइन। अनि भाग 3 मौलिक हक र कर्तव्यको धारा 16 मा सम्मानपूर्वक बाँच्न पाउने हक, सम्मान, स्वच्छ सञ्चार, न्याय, अपराध यानि सुसम्पत्ति ल्याए होइन, यसरी